र के हुन्छ क्रस होस्, सेफली के हुन्छ क्रस होस् बिना कुनै डिस्टर्बेन्स भने त्यसको लागि हामी के गर्छौँ क्रस ड्रेनेज बनाइदिन्छौँ, जस्तै एक्विडक्ट साइफन एक्विडक्टहरू बनाइदिन्छौँ। अब सकेसम्म त्यसको खर्च क्यानलको ओभरअल खर्च कम गर्नलाई त्यसलाई हामीले एभोइड गर्नुपर्छ कि, किनकि त्यो धेरै नै एक्सपेन्सिभ हुन्छ। नर्मल क्यानलको कम्पेयरमा क्रस ड्रेनेजको कस्ट धेरै नै एक्सपेन्सिभ भएको हुनाले सकेसम्म त्यसलाई एभोइड गर्नुपर्छ। अब यो रिज क्यानलमा त्यसलाई एभोइड गरिन्छ कि, किनकि रिज भने के हो, क्यानल यसरी माथि माथि गइरहेछ, रिभर त क्रस गरेर यसलाई मुभ गर्दैन नि, रिभर कि त यता तल आउँछ कि त यता तल आउँछ, रिभरले कहिले पनि रिजलाई काट्छ त काट्दैन नि। सो यसमा हामीले क्रस ड्रेनेजलाई एभोइड गर्छौँ। कहिलेकाहीँ दिनुपर्ने अवस्था हुनसक्छ, यदि रिभर सार्प बेन्डहरू भइरहेछ भने, रिजहरू सार्प बेन्ड भइरहेछ भने साइफन कहिलेकाहीँ बनाउनु पर्ने अवस्था देखिन्छ, यसमा बनाएको प्र्याक्टिस पनि छ होइन। होइन भने जेनरल अवस्थामा यसमा हामीले क्रस ड्रेनेज एभोइड गर्छौँ। त्यसपछि अर्को कन्टुर क्यानल। कन्टुर क्यानल भनेको प्यारलेल टु कन्टुर, कन्टुर क्यानल भनेको प्यारलेल टु कन्टुर। सो कन्टुरको प्यारलेलमा बनाइन्छ। हिली एरियाजमा प्र्याक्टिस गर्ने जुन टेरेस फार्मिङ हुन्छ नि, कन्टुर इरिगेसन, त्यसको लागि युज गरिन्छ यो होइन। र यो भनेको के हुन्छ त, यसमा क्रस ड्रेनेज हामीले दिनुपर्छ। किनकि हेर्नु, रिभर माथिबाट ओरिजिनबाट तल आउँछ र क्यानल यसरी गइरहेछ। सो रिभर र क्यानलको भेट हुने सम्भावना एकदम बढी भएको हुनाले यसमा हामीले क्रस ड्रेनेज दिनुपर्छ। र यसले वान साइड मात्रै इरिगेट गर्छ। जस्तै यहाँनिर हामीले बनाएको छ भने तल मात्रै पानी दिन्छ, माथि दिन सक्छ त दिँदैन नि। अघि पो हाम्रो टपमा भएको हुनाले दुईतिर पानी दिन सक्यो, र यसले के गर्छ, हाम्रो वान साइडमा पानी मात्रै दिएको हुनाले वान साइड मात्रै यसले इरिगेट गर्न मिल्छ। त्यही भएर यसलाई सिङ्गल ब्याङ्क क्यानल भनेर पनि भनिन्छ। यसलाई हामी के भन्छौँ, सिङ्गल ब्याङ्क क्यानल भनेर पनि भनिन्छ। अब अर्को आउँछ लास्टको साइड स्लोप क्यानल। सो साइड स्लोप क्यानल प्लेन एरियाज हिली एरिया जहाँ पनि युज गर्न मिल्छ, तर जेनरली डिस्ट्रिब्युटीको लागि डिजाइन गरिन्छ। मेन क्यानल ब्रान्च क्यानल बनाइँदैन। साइड स्लोप जेनरली के हुन्छ त, डिस्ट्रिब्युटीको लागि बनाइन्छ होइन। र यसमा रिभर र क्यानल हामी यस्तो तरिकाले पर्पेनिकुलर टु क्यानल के कन्टुर डिजाइन गर्छौँ, जसले गर्दाखेरि रिभर र क्यानल के हुन्छ, प्यारेलली मुभ गर्छ। प्यारेलली मुभ गरेको हुनाले दुईटैको भेट हुने सम्भावना कम भयो, जसले गर्दाखेरि यसमा पनि हामी के गर्छौँ त, क्रस ड्रेनेजलाई के गर्छौँ, एभोइड गर्छौँ। सो क्रस ड्रेनेज रिजमा एभोइड गर्न सक्यो, साइड स्लोपमा एभोइड गर्न सक्यो, कन्टुरमा हामीले क्रस ड्रेनेजलाई के गर्नुपर्छ, दिनुपर्छ। ठिक छ। यो प्लेन एरियाजको लागि, कन्टुर हिल एरियाजको लागि साइड स्लोपमा लिमिटेसन छ, यो जहाँ पनि दिनु होइन। जेनरली डिस्ट्रिब्युटको लागि युज गरिन्छ। प्लेन एरियाजमा मेन ब्रान्च क्यानल जेनरली यो गरिन्छ, हिली एरियाजमा कन्टुर क्यानलको मेन र ब्रान्च बनाइन्छ, र डिस्ट्रिब्युटी जेनरली प्लेन एरियाज होस् हिली एरिया होस् साइड स्लोपको प्र्याक्टिस गरिन्छ होइन। अब यो पछाडि अर्को अब टपिक आउँछ हाम्रो क्यानल लसेस। यो साइड स्लोप क्यानलमा त अलिक भेलिसिटी पनि धेरै आयो होला हैन सर? के भन्नु, साइड स्लोप क्यानलमा अलि बढी मतलब भेलिसिटी धेरै आयो होला नि त, त्यो फ्लो हुने वाटरको क्यानलमा। त्यो त कन्ट्रोल गर्न सकिन्छ कि। स्लोप हिली एरियामा अफकोर्स स्लोप बढी हुने बित्तिकै त भेलिसिटी हुन्छ, अब कन्ट्रोल गर्नुपर्छ। हिली एरियामा हामी त्यो स्लोपमै त राख्ने हो नि, स्लोपमै पानी ल्याउने हो नि, अब त्यो कन्ट्रोल गर्नुपर्छ। सर अनि के यो साइड स्लोप क्यानलमा रिभर र क्यानल चाहिँ प्यारलल हुँदाखेरि क्यानल चाहिँ परपेन्डिकुलर टु कन्टुर जहिले पनि हुन्छ? परपेन्डिकुलर टु कन्टुर नियरली परपेन्डिकुलर भनिन्छ कि, परपेन्डिकुलरमा नियरली अलाइन गर्ने हो कि। अब त्यसको लागि रिभरसँग प्यारलेली मुभ गराउँदै जाने हो कि। रिभर जसरी जसरी मुभ गर्छ नि, रिभर जसरी जसरी मुभ गर्छ नि त्यसरी त्यसरी क्यानल हामी अलाइन गर्दै जान्छौँ कि, प्यारलेली मुभ हुने गरी। र रिभर भनेको नि कन्टुरसँग रफली परपेन्डिकुलरमै आइरहेको हुन्छ कि, कन्टुर यसरी गएको हुन्छ भने रिभर परपेन्डिकुलर नै आएको हुन्छ क्या रफली। सो यसको रिभरको प्यारलेलमा हामी के गर्छौँ, साइड स्लोप क्यानललाई डिजाइन गर्छौँ। प्यारलेली भएको हुनाले दुईटैको भेट हुने सम्भावना कम हुन्छ, क्रस ड्रेनेज एभोइड गरिन्छ। क्यानल लसेस इन क्यानल। सर यो रिभरबाट पानी कसरी लगिन्छ सर क्यानलमा, यो साइड स्लोप क्यानल? यो रिभरको होइन कि, अन्त रिभरबाट आउँछ कि, मुभ गराउँदाखेरि यो रिभर गर्ने हो कि। रिभर त अन्तबाट आएको हुन्छ नि, रिभर त कहाँ हुन्छ नि, रिभर धेरै टाढा हुन्छ नि। यो रिभरमै हेडवर्क्स बनाएर पनि अब लान सकिन्छ, तर यो जुन हो नि यो खासमा अन्त्यबाट आएको रिभर हो कि, यो अन्तबाट आएको रिभर क्रसिङ गर्ने बेला के हो नि, क्रस ड्रेनेज भनेको त के हुन्छ, जुन रिभरमा डिजाइन गरे हुन्छ त्यही रिभरमा क्रसिङ गराउने होइन नि। क्रस ड्रेनेज भनेको डिजाइन गरेको रिभरबाट धेरै पर गएर क्रस ड्रेनेज हुने हो नि हैन। सो यो अदर रिभर छ सर, अदर रिभर छैन, त्यो रिभर अरु रिभरहरु के, अरु रिभरबाट आउने क्रस ड्रेनेज डिजाइन गर्दाखेरि तपाईहरु सोच्नु न, हामी हेडवर्क्स कहाँ बनाउँछौं, क्रस ड्रेनेज कहाँ बनाउँछौं नि, अरु रिभरको लागि हुन्छ नि। सेम रिभरमा त अलाइनमेन्ट चेन्ज गरेर हामी चेन्ज गर्न सक्छौं नि। सेम रिभरमा त एउटै रिभर पनि अलिअलि अलाइनमेन्ट चेन्ज गरेर क्रस ड्रेनेज अभोइड गरिन्छ नि। अरु रिभरको लागि हो कि खासमा।
losses in canal due to evaporation from surface exposed to atmosphere, हैन, and due to seepage from canal bed and sides is collectively called as canal losses. Canal losses can be 20% to 50% of total canal discharge. Two types. Canal losses. Percolation, edema, उताबाट लिएर आउनु उहाँ छौ Don't do it. अरे अरे सो यसबाट हुन सक्ने अब डिफरेन्ट लसेस के हुन्छ त बुझ्ने यो क्यानल जुन एटमोस्फियरमा एक्सपोज छ नि उसको सर्फेस त्यहाँबाट हुन सक्ने इभापोरेसन लस
ड्यु टु भेरियस एटमोस्फेरिक कन्डिसन जस्तै टेम्परेचर, विन्ड भेलोसिटी, ह्युमिडिटी हैन, त्यसले गर्दाखेरि हुने यो इभापोरेसन लस भनेको पहिलो लस भइदियो। र अर्को भने के हो त, यसको बेड र साइड अर वेटेड पेरिमिटरबाट हुने सिपेज लस हैन, त्यो भनेको अर्को मेजर लस हो। यो दुईटा मिलेर के हुन्छ त हाम्रो क्यानल लसेस भन्छ। सो क्यानलबाट हुन सक्ने यी दुईटा लस हो, एउटा इभापोरेसन उसको सर्फेसबाट जुन एटमोस्फियरमा एक्सपोज छ एउटा त्यसले हुन्छ लस, र अर्को भने के हुन्छ त सिपेज उसको वेटेड पेरिमिटरबाट हुन्छ हैन। र यो क्यानल लसेस भन्ने बित्तिकै हामीले अनलाइन क्यानल भनेर बुझ्नुपर्छ। क्यानल लसेस भनिदियो भने अनलाइन क्यानल, क्यानल मात्रै भनेको छ भने अनलाइन भनेर बुझ्नुपर्छ। इरिगेसन क्यानल इज अलवेज अनलाइन, जेनरली अनलाइन। अब लाइन क्यानल भनिदियो, लाइनिङ नै तोकिदियो भने लाइन क्यानल भनेर बुझ्नुपर्छ। क्यानल लसेस मात्रै भन्यो भने के हुन्छ त अनलाइन क्यानल भनेर बुझ्नुपर्छ। र यसबाट क्वेसन सोधिसकेका छ, डिस्क्राइब क्यानल लसेस, तपाईहरुको 7th लेभलमा 5th लेभलमा दुईटैमा डिस्क्राइब क्यानल लसेस 5 मार्क्समा सोधिसक्यो। ठीक छ, डिस्क्राइब क्यानल लसेस कति क्वेसन लेख्यो भने हुन्छ, डिस्क्राइब क्यानल लसेस 5 मार्क्समा सोधिएको क्वेसन है। हजुर हजुर, लस त लाइनमा पनि हुन्छ नि त। लाइनमा पनि हुन्छ, अफ कोर्स लाइनमा पनि 10 देखि 15% को रेन्जमा लस हुन्छ लाइन क्यानलमा, टेम्परेचरहरु द्वारा किनकि इभापोरेसन लस त त्यसमा पनि हुन्छ। र अर्को के हुन्छ त सिपेज पनि हुन्छ। लाइन हुने बित्तिकै सिपेज 0% हुने हैन के, त्यसमा सिपेज पनि हुन्छ नि हैन। सो त्यसमा पनि हुन्छ, 10 देखि 15% को रेन्जमा हुन्छ। अब इरिगेसन क्यानलको लसेस भनेपछि हामीले अनलाइन क्यानलको लस सियो लस भनेर बुझ्नुपर्छ। अब यसको बारेमा भन्छु अहिले। सो इभापोरेसन लस त बुझ्नुभयो भइदियो। अब अर्को सिपेज लस भनेको यसको वेटेड पेरिमिटरबाट हुने लस चाहिँ सिपेज लस हो। अब सिपेज गरेको पानी मध्ये के पानी के हुन्छ नि, यही क्यानलको छेउछाउको एरियामा, यो क्यानलको छेउछाउको एरियामा के हुन्छ त सानो एउटा स्याचुरेटेड जोन भएर बस्दिन्छ। के कारणले, यहाँको माटोको एब्जर्प्सन नेचरले गर्दाखेरि। यहाँको जुन क्यानलको पेरिफेरी एरियाको माटो हुन्छ नि, त्यसले के गर्छ त माटोलाई एब्जर्भ गर्छ, सोके राख्छ हैन। र एब्जर्भ गर्दाखेरि के हुन्छ, यो सानो स्याचुरेटेड जोन फर्मिदिन्छ। र यो कतिखेर हुन्छ नि, जब क्यानल नयाँ हुन्छ, नयाँ अपरेसन आउँछ नि, त्यो बेला के हुन्छ, यहाँको माटो सुरुमा त सुक्खा हुन्छ नि, सुक्खा हुँदाखेरि के हुन्छ त यहाँबाट सिपेज गरेको पानीले के गर्छ, सुरुमा यो रिक्वायरमेन्ट उसको पूरा गर्छ। अनि एकपल्ट यो जोन स्याचुरेटेड भइसके पछाडि सिपेज गरेको सबै पानी के हुन्छ त डिप पर्कुलेसन भएर वाटर टेबलमा गएर मिसिन्छ। सो सिपेज गरेको पानी दुई तरिकाले हेर्न सकिन्छ, एब्जर्प्सन र पर्कुलेसन। एब्जर्प्सन भने के हो त क्यानलको छेउछाउमै, क्यानलको पेरिफेरी एरियामै जुन डिसएडभान्टेज अफ इरिगेसन भनेको थियो नि, फर्मेसन अफ मार्सी ल्यान्ड, दलदल जमिन, त्यो भनेको यही हो। सिपेज भएको पानीले छेउछाउको एरियामा के हुन्छ त यस्तो सानो स्याचुरेटेड जोन फर्म गराइदिन्छ जहाँ पानी जमेको हुन्छ। त्यसलाई हामी के भन्छ त यो एब्जर्प्सन लसले गर्दाखेरि भयो। के कारणले भयो त यहाँको माटोको वाटर एब्जर्प्सन क्यापेसिटीले, माटोको आफ्नो जस्तै सिपेज गरेको सबै पानी त तल गएर बस्दैन नि त, तल जाँदैन नि त, माटोको केही न केही वाटर एब्जर्प्सन क्यापेसिटी हुन्छ कि हुँदैन। सो त्यो एब्जर्प्सन क्यापेसिटीले गर्दाखेरि के हुन्छ त सानो एउटा स्याचुरेटेड जोन फर्म हुन्छ हैन। र यो एकपल्ट जोन स्याचुरेट भइसके पछाडि सिपेज गरेको सबै पानी के हुन्छ त हाम्रो पर्कुलेसन भएर के हुन्छ त वाटर टेबलमा गएर मिसिन्छ। अब यो एब्जर्प्सन पर्कुलेसन मध्ये कुन ठुलो हुन्छ त, पर्कुलेसन ठुलो हो नि। एब्जर्प्सन भनेको त क्यानल नयाँ हुँदाखेरि सुरुमा मात्रै हो नि, एकपल्ट यो जोन स्याचुरेट भइसके पछाडि सिपेज गरेको सबै पानी पर्कुलेसन हुने कि हैन। सो पर्कुलेसन लस इज भेरी हाई, हाई भन्दा धेरै नै ठुलो हुन्छ, सधैँ हुने लस हो कि हैन। सो पर्कुलेसन लस इज भेरी हाई एज कम्पेयर टु के हुन्छ एब्जर्प्सन लस। र अर्को एब्जर्प्सन लसले गर्दाखेरि के हेर्न सक्यो त दुईटा स्याचुरेटेड जोनको बीचमा अनस्याचुरेटेड जोन हुन्छ है त। यो स्याचुरेटेड जोन एब्जर्प्सन लसले गर्दाखेरि र यो तलको हाम्रो चाहिँ के हुन्छ नेचुरल फेनोमेनन भइदियो, वाटर टेबलको तल स्याचुरेटेड, यो दुईटा जोनको बीचमा के हुन्छ त अनस्याचुरेटेड हुन्छ। जस्तै हाम्रो नेचुरल कस्तो हुन्छ, सपोज यो ग्राउन्ड लेभल हो, यो वाटर टेबल हो भने के हुन्छ त वाटर टेबलको तल स्याचुरेटेड माथि अनस्याचुरेटेड हैन। तर क्यानल बनाएको ठाउँमा के हुन्छ त तल स्याचुरेटेड माथि अनस्याचुरेटेड र क्यानलको छेउमा सानो स्याचुरेटेड। यता फेरि मानौँ कुनै ग्राउन्ड लेभल यता छ भने यो जोन फेरि अनस्याचुरेटेड नै हुन्छ, जम्मै अनस्याचुरेटेड हो। क्यानलको पेरिफेरी एरियामा मात्रै के हुन्छ एब्जर्प्सन लसले गर्दाखेरि सानो के हुन्छ स्याचुरेटेड जोन फर्म हुन्छ हैन। सो हाम्रो के भइदियो क्यानल लसेस स्क्वायर हेलो सर हुन्छ। प्रिभेन्टिभ मेजरमा त्यो पनि लेख्नुपर्छ। ल कसरी बस्न सकिन्छ यसबाट, त्यही तपाईँले जुन भेजिटेसनहरू भन्नुभयो त्यसलाई हटाउनु पर्यो, लाइनिङ गरिदिनु पर्यो, छोटो लेन्थ लिनु पर्यो, स्यान्डी एरियाहरूलाई अभोइड गर्नु पर्यो। सर क्यानल लसेस क्यान बी 20%, 20 देखि 50%। 25 देखि 50% पनि छ त सर, कतै त के हो यो? यही लेख्नु के यही लेख्नु 20 देखि 50%। हुन्छ किताब फरक फरक डाटा छ के, हजुर न्युजको बुकमा छ के 25 देखि 50। यो ओभरसेयरको सर अब्जेक्टिभमा टोटल लस अफ क्यानल भन्यो भने यही रेन्जमा लाउनु कि यही रेन्जमा मिलेको दिन्छ कि, त्यो 2% मा मिस्टेक छ कि त्यसको आन्सर 10% भनेको छ क्यानल लसेस। त्यो त
लाइन क्यानलको लागि हो नि 10%। क्यानल लसेस लाइन क्यानल भने भए 10% हुन्थ्यो। क्यानल लसेस मात्रै भन्यो भने त्यो त अनलाइन भनेर बुझ्नुपर्छ नि हामीले, हैन? सो त्यहाँ मिस्टेक छ है त डिपी सरको। के भन्नु तपाईले? हैन, त्यो पनि सिपेज भित्रै आउँछ कि। सिपेज गरेकै पानी जुन जमिनको तल आउँछ, भेजिटेसनले के गर्छ? रुट जोनमा गएको पानी युज गर्ने हैन र? त्यो सिपेज भित्रकै पानी हो के त्यो। कुनै त्यो पनि मलाई लाग्छ कुन बुकले छुट्टै एउटा क्लासिफिकेसन गरे पनि मोस्ट अफ द स्ट्यान्डर्ड बुकहरूले दुई तरिका नै भनेको छ र भेजिटेसनले कन्ज्युम गर्ने भनेको पनि सिपेज भित्रकै पानी हुन्छ कि। जस्तै भेजिटेसनले कन्ज्युम भनेको के हो? उसको रुट जोनबाट युज हुने पानी हो नि। त्यो पानी भनेको सिपेजकै पानी हैन र? सिपेज गरेर इन्फिल्ट्रेट गरेर जुन रुट जोनमा आउँछ त्यही पानी युज गर्ने। सो सिपेज लस भित्रै पर्छ है त भेजिटेसन प्लस। सर इभापोरेबल लसन लस पुग्यो भने कति लाग्छ सर इभापोरेबल लसन? अहिले लेख्छु है त। 1 नम्बरमा इभापोरेसन लस। Evaporation loss occurs from canal surface exposed to atmosphere. बनाइदिनु न एकछिन त अनि फिगर त बनाउनु पर्यो। Evaporation loss occurs from canal surface exposed to atmosphere due to various atmospheric conditions such as temperature, wind velocity, etc. हैन? Evaporation loss is about 0.5% to 2% of total canal discharge and about 2% to 3% of total canal loss. For seepage loss, seepage loss is the major canal loss. Canal loss can be as high as 40% of total canal discharge. हैन? It occurs from canal weighted perimeter. Is of two types. Percolation deep percolation of seepage water to join groundwater table. Right? Percolation loss is very high. As compared to
absorption loss occurs from कति यसको रेन्ज कति हो कति यसको रेन्ज channel head and sides and results in formation of a small saturated zone just below canal due to absorption loss. There exists an unsaturated zone between two saturated zone. अब यसलाई मिनिमाइज कसरी गर्न सकिन्छ क्यानल लसेसलाई लाइनिङ गर्दिन हैन सिपेजहरु स्ट्यान्डी एरिया वेट गर्ने सकेसम्म छोटो लेन्थ प्रिफर गर्ने हैन अब नचाहिने घाँसहरु जुन उम्र्या हुन्छ नि क्यानलमा त्यसलाई हटाउने किनकि त्यसले क्यानलकै पानी कन्ज्युम गर्दिरा हुन्छ त्यसैगरी शेड्युलिङ बनाएर पानी युज गर्ने अनावश्यक रूपमा पानी युज नगर्ने सो डिफरेन्ट रिजन्सहरु छ है लेख्नु प्लेन पेपरमा लेख्न बानी ल्याउनु के लोकसभामा यस्तो पेपर दिन्छ कि कस्तो नजदिक भनेको तल कि माथि कि छेउछाउ के भन्नुभयो वाटेबल त हुन्छ नि हेर्नु जापानिज तपाईले माथि भन्नुभयो कि तल भन्नुभयो अस्ति मानव हामीले क्यानल डिजाइन गर्यौं हैन अब हेर्नु धेरै कुराले इम्प्याक्ट गर्छ कि त्यो ठाउँमा वाटर लगिङको इस्युहरु कति आइराछ हैन अथवा कुन जोनमा पर्दिरहेछ रेनफल कति हुन्छ त्यो धेरै कुराले गभर्न गर्छ कि हैन कुन मेथड हामी प्रिफर गर्छौं इरिगेसनको लागि सो धेरै कुराले गभर्न गर्छ कि माथि तल नि हुन्छ पर्छ भन्छ छैन कि यतिकै मात्रै भन्न सकिदैन अब धेरै तल भए पनि सिपेज बढी हुन्छ सिपेज लस बढी हुन्छ हैन तर अब
अरू धेरै कुरा हुन सक्छ, जस्तै त्यहाँको वेदर कन्डिसन अथवा कुन मेथड हामी प्रिफर गर्छौँ कि, जस्तै ड्रिप इरिगेसनतिरहरू युज गराउने हो कि स्प्रिङ्कलरहरूतिर गर्ने हो कि, सो यतिकै भन्न सकिँदैन कि, धेरै कुराले गभर्न गर्छ कि। मिनिमाइजेसन अफ क्यानल लसेस। सर यो क्यानल लस र इरिगेसन लस एउटै हो? इरिगेसन लस भनेकै क्यानल होइन। अब इरिगेसन लसेसमा अब इरिगेसन इफिसियन्सी अरू पनि हुनसक्छ नि। अहिले हामी क्यानल कुरा गरेका छौँ कि इरिगेसन लसेस त अरू पनि हुनसक्छ नि। कन्भेन्सन एफिसियन्सीहरू तिनीहरूको बारेमा त्यो इरिगेसन लसेस भने, तर क्यानल लसेस भनेको क्यानलको सेक्सनमा देखिने लसेस के, त्यो इरिगेसन लसेस भित्र यो पनि पऱ्यो के, इरिगेसन लसेस भित्र क्यानल लसेस पनि पऱ्यो के है। सो मिनिमाइजेसन अफ क्वेसन आयो दुईटैको बारेमा लेखिदिनु होइन, के क्वेसन सोधाएको छ त्यसको आधारमा। अब इरिगेसन क्यानल लस भनेर भनेको छु। क्यानल लाउने बित्तिकै फेरि त्यही त भयो नि त, क्यानल लसेस भयो नि। होइन के अरे लसेज इन इरिगेसन भनेर सोध्यो। लसेस इन इरिगेसन अलि भएन कि, त्यसमा केही न केही अझै क्लियर गरिदिनुपर्छ है क्वेसनले। पढ्नु त के क्वेसनले भनेको छ, त्यो खासमा क्यानल लसेस नै भन्न सोध्न खोजेको कि, तर क्वेसनले राम्रोसँग बनाएर लेखेन कि। यतिकै लसेस मात्रै भन्यो भने इरिगेसनको लसेसमा त कन्भेन्स लसहरू, एप्लिकेसन लसहरू त्यो सबै आयो नि होइन। त्यो क्वेसन अलिकति अझै क्लियर हुनुपर्ने हो कि। सो मिनिमाइजेसन अफ क्यानल लसेसमा के हुन्छ त, लाइनिङ अफ क्यानल reduces space loss, regular maintenance, using short length of canal, removal of necessary vegetation, avoiding sandy area, during canal alignment, using water from canal in a scheduled way. सिम्पल टर्म चाहिँ गर्नु पर्नु होला हैन। अब अर्को टपिक आउँछ हाम्रो क्यानल लाइनिङ। सर के मिन बाइ क्यानल लाइनिङ? सर हजुर हजुर। तर यो क्यानल लसेस हटाउनको लागि के अरे विथको तुलनामा डेप्थ बढायो भने पनि केही मात्रामा घट्छ हैन सर? हेर्नु सर्फेस एरिया मात्रै कम गर्यो भने के हुन्छ, इभापोरेसन लस पो कम हुन्छ त हैन। सिपेज फेरि हुन्छ नि त। धेरै कुरा हेर्नु ठ्याक्कै भन्न सकिँदैन, त्यहाँको सोइल कन्डिसन हेरेर मात्रै भन्न सकिन्छ कि, किनकि सिपेज सर्फेस एरिया जस्तै सानो सर्फेस एरिया ठुलो सर्फेस एरिया गर्नुहुन्छ भने यो वेटेड पेरिमिटर हेर्नु, वेटेड पेरिमिटर बरु वेटेड पेरिमिटर कम गरेर भन्न सक्नुहुन्छ कि केहीसम्म, भने सर्फेस एरिया मात्रै भन्दा नि। अब यहाँ भइरहेछ भने यो अब यति एरियाबाट लस हुन्छ नि, पुरै वेटेड पेरिमिटर घटाउन सकिन्छ, त्यो भन्न सकिन्छ। हुन्छ अरू पोइन्टहरु पनि थप्न सक्नुहुन्छ, वेटेड पेरिमिटरलाई घटाएर पनि गर्न सकिन्छ। सर्फेस एरिया भन्दा नि वेटेड पेरिमिटर। सर मिनिमाइजेसन अफ
क्यानल लसेस हटाउनको लागि कुन कुन मेथड युज गरिन्छ भनेर एकचोटि सोधेको छ सर। कुरै बुझिनँ मैले। सर मिनिमाइजेसन अफ क्यानल लसेस कुन कुन मेथडबाट गर्न सकिन्छ भनेर एकचोटि सोधेको छ यसको मेथड। क्वेसनै पढ्नु त इङ्ग्लिसमा, तपाईँको कुरा मैले बुझिनँ। यो मिनिमाइजेसन अफ क्यानल लसेस मतलब कुन कुन मिनिमाइजेसन अफ क्यानल लसेस भनेको यही हो नि, डिफ्रेन्ट यो मेथड त हो नि। भेजिटेसन हटाउने एउटा मेथड हो, स्यान्डी एरियालाई अभोइड गर्ने, अलाइनमेन्ट नयाँ तरिकाले गर्ने। अब मेथड भनेको के मेथड भन्न खोज्नु भयो? इरिगेसन मेथड हो के भन्ने मेथड भन्न खोज्नु भयो? एकपल्ट क्वेसनै पढ्नु त इङ्ग्लिसमा। मिनिमाइज गर्ने मेथड भनिरहेको छ सर। यही हो नि मिनिमाइज गर्ने तरिका। मिनिमाइज यही त हो, मिनिमाइजेसन अफ क्यानल लसेसको अर्थ होइन? यही तरिका यही हो त, मेथड यही हो। यसरी मिनिमाइज गर्छ हामी। सर मिनिमाइज गर्ने टाइप्स पुछ्यो भने मिनिमाइज गर्ने टाइप हुन्छ र भने मिनिमाइज कसरी गर्न सकिन्छ नि? टाइप्स अफ मिनिमाइजेसन भने कस्तो हुन्छ र? त्यो इङ्ग्लिसमै क्वेसन पढ्नु त, मैले तपाईँ कुरा नभयो। मिनिमाइजेसनको टाइप्स के भन्न खोजेको कि? यही सोधे होला सर अब अगाडि बढ्नु। मिनिमाइजेसनको टाइप्स त्यसो हुन्छ र भने? सो व्हाट डु यु मीन बाइ क्यानल लाइनिङ? क्यानल लाइनिङ अघि हामीले डिस्कस गरे हो। सो डिफाइन गरे आज द प्रोसेस अफ अप्लाइङ एन impervious layer on the surface of an online canal to reduce seepage loss is called as canal lining. कुनै पनि अनलाइन क्यानल हो, यसको सर्फेसमा यो इम्पर्भियस लेयर जब हामी ल्याउँछौँ, जसको मेन काम भनेको के हो? सिपेज लस रोक्ने हो भने त्यस्तोलाई हामी के भन्छौँ त? क्यानल लाइनिङ भनेर भन्छौँ हैन? अब यसको डिफरेन्ट एडभान्टेज डिसएडभान्टेज अनि यसको अब लाइनको यसको डिजाइन नै हामीले गर्नुपर्छ है त। भोलि गरौँला यसको लाइनको डिजाइन। सर आजलाई दिने? आजलाई त्यो अब एकछिन ब्रेक गरेर तपाईँको हाइड बार हुन्छ। सर एकपल्ट स्लाइड 1 देखाइदिनु न।